सो हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई दप्पु लामिजको फेरि पनि अर्को भ्लगमा है त ब्याक टु ब्ल्याक भ्लगमा स्वागत छ तपाईहरुलाई। त्यही आज चाहिँ म के गर्नु गइरहेको छु भने म चाहिँ अहिले टक्कसँग रेडी भए हरिदाले मैले टक्क बोलाए पर हैन यसो उका खानु जाने भनेर। यो उका खानु जाने भन्दा पनि आज म मेरो एनएसमा उयो हाल्न आँटेको छु के एक्रा फबिक हाल्ने कति दिन भयो नि त एनएस ननिकालेको पनि ठेल रेजिस्टर गर्नु पर्यो हिजो ब्याट्री डाउन भएर अनि पम्प पनि छैन पम्पसम्म हालेर जान्छु म टक्क पारामा अनि एक्जस्ट हाल्छु तपाईहरु हेर्दै गर्नु होला। सो गाइस मेरो चाहिँ बाइकको कन्डिसन यो हालतमा छ है त हैन हिजो पनि ठेल रेजिस्टर गरेको यो हालतमा छ पम्प पनि छैन। त्यो गाइस अब चाहिँ म यहाँबाट टक्क पारामा जान्छु पम्प हाल्छु सुरुमा पम्प हालेर चाहिँ म एक्जस्ट हाल्छु त्यहाँदेखि के गर्दिन एकचोटि पानी हालिदिन्छु त्यस पारामा सानो सानो म किन एक्जस्ट हाल्न हालिसक्नु त्यति लादिनँ क्या बिताउँदै दे किनभने ट्राफिक सर मामाहरूले गाह्रो बनाउनु हुन्छ नि त त्यही पारामा मेरो गार्डन बेल पनि झरेछ यार फक गार्डन बेल झरेछ यार लाउनु पर्ने हुन्छ। त्यही हो गाइस अब म टक्क पारामा तपाईँलाई ग्यारेज पुगेपछि मात्रै भिडियो बनाउने छु त्यही हेर्दै गरौँ। सो गाइस छैन अहिले चाहिँ हामी टक्क पारामा यस्तो हालतमा मैले पम्पसम्म हालेर ल्याइसकेको थिएँ अर्को ग्यारेजबाट हर्दाइ के छ त्यो खकर आएको जस्तो अवस्था भन्दा के भिएछ होला यस्तो दिनुपर्छ क्या खक गरेर। मेरो अब सुभाष दाइ कहाँ हुन्छ भाउजू सन्चै हुन्छ भाउजू भाउजूलाई पनि एकदम भ्लगमा आइरहेको स्वागत छ ल्या सुभाष सरको के पो हो यो त ल सुभाष सरको चाहिँ हाम्रो विल्सन एकदम बिरामी भइसक्नु भएको रहेछ हजुर बुल्छन् एकदम बिरामी भइसकेको छ सुभाष सर चाहिँ हुनुहुन्न अहिलेको अवस्थामा हेर्नुहोस् मेरो बाइक अहिलेको अवस्थामा चाहिँ यस्तो छ लुक्स होइन अब याक्रा फबिक हाल्ने यहाँनिर टक्क पारामा दामी पारामा त्यो बब्बाल देखिरहेको छ है त नि आजदेखि चाहिँ भ्लग दामी आउँछ भ्लग मैले एउटा भ्लग हालिसकेको हेर्नुभयो बिहान हालेको भ्लग ल प्रिदेव दाइहरूसँग भेटेको थियौँ नि त हामीले त्यो अब चाहिँ आउँछ खत्रै भ्लग आउँछ अब चाहिँ यो टक्क पारामा अब हामी के हाल्छौँ भने यहाँनिर टक्क पारामा याक्रा फबिक हाल्ने है त अब लेट्स गो ल दामी पारामा भिडियो हान्दैन अरे भाइको ल उसको प्ले भयो ल एक्रा फबिक तपाईँहरूलाई थाहा नै होला यो चाहिँ के हो भनेर त्यो चाहिँ हाम्रो बाइकर्सहरूको गन है त यो गन चाहिँ कहाँ लाउने भनेर टक्क पारामा तपाईँहरूलाई म देखाउने रहेछु तपाईँ कहाँ लाउने त तपाईँलाई एनएस 200मा लाएर कस्तो साउन्ड आउँछ तपाईँहरूलाई हेर्नु मन छ भने तपाईँले यो भिडियो लास्टसम्म हेर्नुपर्ने हुन्छ तपाईँहरूले है त गाइस एकदम पारामा खतरा पारामा लास्टसम्म हेर्नुपर्ने हुन्छ कस्तो साउन्ड आउँछ तपाईँहरूलाई म देखाउने छु जोडेको पनि देखाउने छु म आफै जोड्नेवाला छु होइन अहिले अब कसरी जोड्नु पर्दैन म आफै जोड्छु एक्जस्ट सेटिङ हुन आँट्यो एक्जस्ट लगाउन आँटेको छ नि भाइले अब एक्जस्टमा अब यसो भाइको एनएसमा अब अनि आज भाइको V3 एभरेज चाहिँ अब रेस्टमा होला ल भाइ धेरै मेहनत गरेर अब तिमीले गाडीलाई यसो सुपर बनाऊ तिमीले है अनि अहिले चाहिँ नट खोल्ने कार्यक्रम हुँदैछ हाम्रो टक्क पारामा होइन सिधा बनाएर क्या यस्तो त बाङ्गो भयो क्या यस्तो सिधा बनाउनु न यो नयाँ क्यामेराम्यानलाई फेरि पैसा थोरै हुन्छ नयाँ क्यामेराम्यान राख्छु नि म क्यामेरा फोकस होइन आज के भएर फक्रा गरिदिएको भाइ कसैको एक्जस्ट एग्री फुपी हाल्नु पऱ्यो भने भाइलाई यसो सम्पर्क गर्नु भाइले नै फिटिङ सिटिङ सब जोइन गरिदिन्छन्। ल निस्कियो हाम्रो यो भयो साइलेन्सर निकाल्ने मेरो भाइले ल गाइस निस्किसकेछ यो चाहिँ त्यो गाइस अब चाहिँ हुनेवाला फिट हुनेवाला छ यता ल जोइन हुने फिट हुने भएछ अब हाम्रो त्यसपछि हामी कहाँ जाने एक्जस्ट हामी ल यो चाहिँ हाम्रो भाइको लाउड साइलेन्सर एक्जस्ट गाइस अहिले हामीले उयो ढोका निकालिसकेपछि म गोली गाँट्यो
यसो गोली गाँठा निकालिसकेछौँ त्यही गाइस गोली गाँठा यतिकैमा साउन्ड सुनाइदिउँ न एकचोटि ल साउन्ड सुनाइदिनु ल न्युटनमा राख्नु गाइस ल भाइ स्टार्ट गरिदेऊ साउन्ड सुनाइदेऊ यतिकै साउन्ड सुन्दै गाइस यस हाम्रो साथी निकालेर है साउन्ड यतिकै चाहिँ कस्तो साउन्ड आयो देख्नु पनि यतिकै उठाउ साइलेन्सर चाहिँ यस्तो साउन्ड आउँदैन यस्तो खिच्चा साउन्ड त नहोस् गाइस यस्तो खिच्चा साउन्ड गर्नु हुँदैन त्यो गाइस अब चाहिँ हामी यो हाल्नेवाला छौँ ल दाइ हरि दाइ हाम्रो क्यामेराम्यान क्यामेराम्यान चाहिँ मिस्टर हरि ल है सबै एभ्रिवानलाई गुड इभिनिङ छ होइन सबैलाई ल अब भाइले यो त भएन नि त आन्टी किन भएन यो केही छैन कट गर्ने गाइस अहिले यो छिरेन नि त गोली गाँठामा छिरेन त्यही भएर हामी चाहिँ अहिले पुरै हामी चाहिँ जुगाड गर्दैछौँ गोली गाँठामै छिरेन त्यसपछि अब यसलाई बङ्गाउने बनाउँछौँ भाइको ह्यान्डमेड है यो सबै अब आफैले गरिदिरहेछौँ गोली काँठामै छिरेन नि त गाई त्यो त अनि तेरिङमा बज्या कि बारदेशीमा जाऊँ हो बारदेशीमा नयाँ खोलेको छ एउटा होटेल हो बारदेशी हामी कफी सफी हुका सुका खान जान्छौँ न जहिले यहाँ बाबुले बनाएको हुन्छ त कफी होइन हजुर 400 रुपियाँ 80 रुपियाँ कप कफी कस्तो मिल्क कफी बनाउनुहुन्छ भाइ कस्तो ए त्यो बिन कफी नै हो हजुर सामसुनाम गाइस ल सामसुनाम यतिकैका त्यो अझै गोली गाँठामा मजाले छिरेको छैन भिडियो अवश्य अन गर्नु ल अन भयो सो गाइस अहिले चाहिँ हरि दाइले अफ गर्नुभएको रहेछ हरि दाइले एकचोटि चाहिँ कुटा खानुहुन्छ मेरो हातको अहिले भाइ पुस गरिदिइरहेको छु मैले हाम्रो सुभाष दाइ आउनुभएको छ भाइको जिग्री हाम्रो दाजु जिग्री दाजुहरू त दाइ जिग्री दाजु गाडीमा हाल्नु यहाँ ब्लक पो भइरहेछ दाजु यो त हुँदैन त मिल्दैन त यसमा त अनि दाइले कारमा हान्ने भनेको भएको छ अरे सुभाष दाइले कारमा 5 वटा हान्नुहुन्छ कारमा हालिदिने भनेर अहिले फेरि भाइले त हाम्रो फिटिङ गर्दैछन् अनि अब भाइको आएको सालेपछि आज गाडी रकेट उड्ने भयो भाइ त्यो के अरे यो नट खोलेर यसमा गर्दा सेटिङ गर्दा हुँदैन यो यताबाट चाहिँ हाल न यो यताबाट चाहिँ हाल होइन मिल्दैन क्या क्ल्यामै मिल्दैन क्ल्याम मुजी पुरै लगाइदिएको थियो क्या पहिला मुन्ना दाइले खोइ के यता पनि हुँदैन यार छैन मुन्ना दाइले कहाँ लगाइदिएको थियो अस्तिको पालि यार भाइको केवल चाहिँ चुडी हाल्छ अनि फेरि सुनाइदिउँ साउन्ड बाटोमा ल साउन्ड सुनिदिनु ल यसको यस्तो गर भाइ एकदम सेटिङ भयो तपाईँहरूको लागि चाहिँ यति नै साउन्ड होइन तपाईँहरूको लागि चाहिँ यति नै साउन्ड दाइ यता हेर्नु न हौ के छ भने हालको भएर हात मिलाउ न एक्लै तेरो के भन्नु के हो यो भन्नु त के भन्नु न खै के अब यस्तो बिल्ला गरिदिनु भएको तपाईँले होइन यस्तो मैले तपाईँलाई भाइरल बनाएर हाल्नु भएको तपाईँलाई भाइरल बनाएर हाल्दैछु है हेर्ने म त्यसै भाइरल छु म भनेर अलिक कम होइन त कि म भने धेरै पुलाइ भन्दा मैले धेरै भाइरल अरे ल ठिक छ मेरो चाहिँ भइसक्यो अब म यो गाडी यहीँ छोडेर जान्छु अब चाहिँ म यहीँ छोडेर जान्छु त्यो बाहिर राखेर तपाईँको बाइकमा जाने हो नि फेरि त्यो गाडी अब चाहिँ हामी यहाँबाट हिँडेको यसलाई बाहिर निकालिदिनु पऱ्यो नि त भाउजू यो उता राखिदिउँ
भाउजू यहाँ त सामानै सामान राखिदिनुहुन्छ र भाउजू यस्तो गुड हुन्छ कि भाउजू र सुभाष दाइ त यस्तो गुड हुन्छ कि मेरो भित्रीको पनि सामान यही छ है त हाम्रो सुभाष सर पनि यस्तो गुड यार दाइ एकचोटि फेरि हालिदिँदा न स्याट ल त्यो हामी चाहिँ अब चाहिँ जानेवाला छौँ नबजाउनु दाइ नबजाउनु ल्याङ हुन्छ क्या दाइ अहिले भरे भरे त्यो यहाँबाट गयो सो फाइनली गाइज अहिले चाहिँ हाम्रो टक्क पारामा रेडी भइसक्यो त्यो चाहिँ अब म टक्क अहिले कुदाउँदिनँ भरे मात्रै टक्क घर जाने बेलामा तपाईँलाई म साउन्ड सुनाउनेवाला छु यो पारामा तपाईँलाई म साउन्ड सुनाउनेवाला छु त्यो सुबह के भन्छ तपाईँलाई के भन्छ भने भनिहाल्ने भन्दैछ मेरो यो सुपर स्पोर्ट्स बाइक सर्भिसमा चाहिँ तपाईँहरूलाई स्वागत छ हामी फेरि एकदम फेसिलिटी सहित छ हामीले अब तपाईँहरूलाई कफी अमेरिकानो डोपियो सबै हामीले यहाँ राखिसकेको छु भित्र त्यो म तपाईँलाई देखाउनेवाला छु नि त ल मेरो ग्राहकहरूलाई सबलाई एक एक कप फ्री यहाँनिर राखिसक्नु भएको रहेछ त्यो अब चाहिँ हामी टक्क पारामा यहाँबाट निक्लिन्छौँ यस्तो हो अब कफी चाहिँ खुवाउनु पर्ने चाहिँ भाइले भन्दा पनि दाइले हो अब म केही बोलिदिने यहाँदेखि त्यही हो त्यो गाइस अब चाहिँ हामी तेल हाल्छौँ तेलै छैन राखेको बाइक हो नि त हालेर टक्क अब हामी चाहिँ लाग्छौँ सो गाइस साउन्ड पनि सुनिहाल्नु भयो होला तपाईँहरूले साउन्ड सुनिहाल्नु भयो होला होइन लुक्स पनि देखाउनेवाला छु तपाईँहरूलाई म तेल हालेर निक्लेको अहिले लुक्स पनि बाबा तपाईँहरूले देख्न सक्नुहुन्छ साउन्ड पनि सुनिराख्नु भएको होला लभली आइरहेछ है साउन्ड पनि जङ्गिसक्यो त हरि दाइ ओभर लभली है मुज यो बाइकको अलिक कन्डिसनमा राख्नुपर्ने छ अलिकति होइन फाइनेन्सियल कन्डिसन अलिक नराम्रो भएर चाहिँ मैले राख्नु सकेको छुइनँ त्यही अनि बिस्तारै बिस्तारै बल बनाउँछु यसलाई त्यही फर्स्ट बाइक भएर नबेचेको क्या यो मैले अब जे गर्छु अब यसबाट यो म जे जति गरेँ यो चाहिँ हुन्छ मेरो साथमा त्यही हो हरि दाइ त्यही गाइड अहिले चाहिँ म सानो अहिले सिनेमेटिक सर्टहरू देखाउनेवाला नै छु तपाईँहरूलाई कलमिया पम्पम कस्तो ढिट आइदिएको हौ मुजी मलाई मन पर्दैन क्या यसरी ढिट आएको यत्रो हर्न बजाइरहेको छ यार हरि दाइले पनि कुदाउने अरे मेरो बाइक एकछिनबाट कुदाउनुहुन्छ त्यो गाइड हरि दाइले कुदाउँछ यहाँबाट कुदाउने भनेको होइन बिस्तारै कुदाउने मुझे ब्रेकहरू छैन नि तपाईँको बाइक जस्तो छैन नि फेरि रेटिँदैन नि यो त तपाईँको जस्तो रेटिँदैन त्यो दाइले चाहिँ कुदाउने अरे जान अगाडि ब्रेकहरू छैन नि राम्रो रेप नहान्नु गाइस अहिले चाहिँ दाइले
उयो छ है, खाल्टा छ है, खाल्टा छ है। दाइले चाहिँ कुदाउँदै दाइले चाहिँ कुदाउनै जान्दैन मेरो बाइक। मलाई मुटु ढुकढुक भइसक्यो गाइस, मुटु ढुकढुक भइसक्यो। दाइ दाइ म कुदाउँछु, म कुदाउँछु। दाइ आउनु त, दाइ रेप नहान्नु ल, आफ्नै गाउँ हो कि रेप नहान्नु ल, आउनु। त्यही गाइस अहिले चाहिँ सन्देशले फोन गरेको गरेछ होइन, हामी सन्देशलाई भेट्नु जानु आँटेको नि त, त्यही भएर सन्देशले कल गरेको गरेछ। अब चाहिँ म मेरो बाइक राखेर म जान्छु। म रेड छु ल यहाँबाट, यसो रिभ्यू दिन्छु क्या। यो चाहिँ यसले अडाएको लामुजी निक्लिनु भयो है क्या। ए मुजी कस्नु पर्दैछ, नकसी। मुजी झर्दैन होला, झर्दैन ल। दाइ कस्तो लाग्यो त, दामी लाग्यो? अलिक गाह्रो छ नि, सजिलै छ बाइक चाहिँ। त्यही गाइज आउने सन्देशले कल गरेको गरेछ। त्यही गाइज अब यहाँदेखि चाहिँ म रेट्नेवाला छु होइन। सो गाइस फाइनली होइन हामी चाहिँ बगान आइसकेको छौँ। यहाँ चाहिँ रेट्दा पनि केही हुँदैन, कल त कत्रो कल गर्दैछ। सुनिहाल्नुभयो होला साउन्ड। अब यहाँनिर सानो रिभ्यू दिनेवाला छु म। तपाईँहरूलाई म सानो रिभ्यू दिन्छु। यो चाहिँ त्यही गाई अहिले चाहिँ हरिदाई र म छौँ। एक्राफोबिक पनि लगाइसक्यौँ होइन हरिदाई, के भन्नु छ? दाइले पनि कुदाउनु भयो, मजा आयो हरिदाई? ओभरला गाई तपाईँहरूलाई चाहिँ आजको लागि यति नै भ्लग चाहिँ होइन। त्यही हो, तपाईँहरूलाई चाहिँ साउन्ड सुनाउँछु म। त्यही हो, त्यही भन्नु चाहँदै आजको भ्लग यति नै ल। हस्त नमस्ते, यहाँसम्म हेरिदिनु सबैजनालाई धेरै धेरै धन्यवाद। आजको लागि भ्लग यति नै। त्यही गाइस हस्त नमस्ते, धन्यवाद। अर्को भिडियो पनि हेर्दै गरौँ, अर्को भिडियो पुरानो भिडियोहरू पनि हेर्दै जाऊँ है त गाइस। ल तपाईँहरूलाई सबैलाई धेरै धेरै धन्यवाद। चटपटे।